काट्नु चाहिँ हुँदैन अरे ठ्याम्मै हाम्रो आमाको आफन्त खस्नु भयो रे बर्थडे गर्दा गर्दै मान्छे खस्नु भयो रे त्यसैले के काट्नु भएन तर हामीले काटेर खान त मिल्यो नि त आमाले काट्नु हुँदैन कि त्यसैले हामीले काट्न मिल्छ आउनु आउनु काटेर खाउँ आउनु नानीहरूलाई लिएर आउनु न बच्चाहरूले काटेर खान त मिल्छ क्या आउन सबजना अब आमाको सेवारो मुहाङ अब के गर्नु आमाको बर्थडेमा केक काट्नु मिल्दैन होइन त्यसैले गर्दाखेरि के गर्नुपर्छ भने आफै काटेर खानु पायो नि त होइन केटाकेटीलाई लिएर आउनु त सबैजनाले केक काटेर खाउनु हो होइन सबैले त काट्नु लुसिकम बच्चाहरूलाई लिएर सबैजना भइराख्नुपर्छ क्या ह्यापी बर्थडे ला Happy birthday, happy birthday. बोजूको बर्थडे चाहिँ आज यो स्पेसल तरिकाले मनाइँदैछ किन स्टिकर हाल्छु सबै लगाउँछु ल बोज आज अब केक काट्नु भएन आमा टाढैबाट आमाको बर्थडेमा आज हुँदैन अरे मेरो आमालाई 2000 पैसा दिँदैछु 2000 खाइदै खाइसक्यो त अहिले 2000 मात्रै दिनुभएको अघि त 5000 को कुरा 5000 थियो 5000 आउँदा आउँदै बाटोमा चलाप्पै चिप्ली गयो अनि यस्तो ठ्याक्कै 2000 बोल्छ मेरो आमालाई ल धेरै बोक्नु सक्नुहुन्न मेरी आमा बिचारा ह्यापी बर्थडे मेरी आमा यसरी नै जहिले बर्थडे खानु पाऊ अब जहिले भए पनि अब जस्तो लाग्छ 10 नि हो 10 यता कान्छी छोरीबाट के गीत छोरीले थैली अब याङै हो याङ खै देखाउनु न खोलेर केसा नजाको 5 छ 5 ल खै खुट्टा लिएर झर्छ होला हौ आज यता चाहिँ मेरो मम्मी मेरो बहिनी कान्छी उहाँहरू चाहिँ दुईजना सम्धिनी यो उहाँ चाहिँ मेरो मम्मी यता चाहिँ मेरो सासू मम्मी भयो आशीर्वाद लिनलाई सबले सक्नुभयो भने हामी खानपिनको लागि आमालाई ढोग्नलाई जेठी दिदी आउँदै हुनुहुन्छ जस्तो जेठी दिदी यो चाहिँ अब हाम्रो खानपिनको तयारी अचारहरू खायो अनि स्पेसल आज हाम्रो साइली बहिनी मुहाङको केमा हो अरू के भन्छ उहाँको आज पार्टी चाहिँ सबै अर्गनाइज गर्ने हाम्रो हो हेलो मुहाङजी हो यता हाम्रो कान्छा टाङसाङ भान्जा यहाँ के पाक्दैछ यो के हो वाट इज दिस इज अ चिकन लेग पिस रोस्ट अचारहरू यता तान न है यता यो सबै निकालौँ के छ चिकन चिकनै रोस्ट हुँदैछ कुनै फ्राई कुनै रोस्ट यता पनि रोस्ट भइरहेको छ यो के हो चिकन ल आज सबै हाम्रो मुहाङ बहिनी साइली बहिनीले सब रेडी गरेको यो चाहिँ के छ हौ यहाँ चाहिँ डक्कसँगले जाँदै कलेज हो सुँगुरको जाँदै कलेज हो वा वा ल आमाको बर्थडेको लागि तयारी आज म चाहिँ घरमा थिइनँ विराटनगर जानु परेकोले गर्दा केही बनाउनु पाएन आज सबै
हाम्रो साइली नन्द बर्थडे गर्लको साइली छोरीको तर्फबाट सब रेडी